ल है साथीभाइहरू, अब यो चाहिँ तेस्रो पार्ट है। यो तेस्रो पार्ट चाहिँ हामी बर्दिया पुग्यो, ट्याक्कै कर्णाली कटेर ट्याक्कै बर्दियाको सिमाना लाग्यो होइन। अनि यहाँदेखि बर्दियादेखि काठमाडौँको सफरहरू केमा छ राम्रोसँग यसो हेर्नु होला है त। अनि त्यहाँको भ्यूहरू तपाईँहरूलाई पनि देखाउँ भन्ने लाग्यो। त्यसपछि ट्याक्कै भ्यूहरू बनाउनु लाग्यो। अनि राति पनि पढ्न लाग्यो झमक्कै, साँझ परेको थियो। अनि गाडीको पनि चेक भएर आफ्नै गतिमा जानु लाग्थ्यो। त्यसपछि हामी पुग्यो ट्याक्कै बर्दियाभन्दा अगाडि पास भए लगभग 2-3 घन्टापछि दाउनीमा पुगेँ। यो चाहिँ दाउनीमा हो। दाउनीमा हल्का अगाडितिर पानी परेको थियो बर्खाको सिजनमा। दाउनीमा यति भिड लाग्यो, अगाडितिर पहिरो परेको थियो भन्ने सल्लाह मात्र सुन्यो तर देखेन। पछि जाँदाखेरि पछि अगाडि जस्तै गाडी बढ्छ अनि त्यसपछि ट्याक्कै पहिरो परेर पऱ्यो कि हामीहरू त यस्तो डर लाग्यो केटा हो छोडिदियो होइन। अनि ट्याक्कै जाममा रोकिएको थियो कि। अनि त्यसपछि बिस्तारै अगाडि बढ्यो। अनि जाम खुल्दै गयो, हामी अगाडि बढ्दै गयो। ट्याक्कै यहाँ पहिरो पर्नेनिर रोकियो। ऊ हेर्नुहोस् न, तर राति हुनाले खासै देखिएको छैन क्या। अनि त्यहाँदेखि अगाडि भयो, बिस्तारै बिस्तारै जाम खुलिरहेको थियो, अगाडि सरिरहेको थियो गाडी। लगभग 5-10 घन्टा चाहिँ राति बसियो। बिहानतिरै जाम खुल्यो हो, रातिभरि त्यो जाममै परेको थिएँ। पानी पनि रातभरि भयङ्करै आउँला थियो क्या। त्यस्तै भयो। अनि त्यहाँदेखि अगाडि बढ्न लाग्यो। एकदम जोखिमपूर्ण छ केटा हो यो के अरे बर्खा महिनामा सफर गर्नु जोखिम छ केटा हो, जोखिम। त्यहाँदेखि के अरे जाममै छौँ हामीहरू होइन अहिले त। त्यसपछि बिस्तारै अगाडिबाट बिहानै हो, 5 बजीतिर सायद जाम खुलेको थियो। 5 बजीसम्म चाहिँ जाममै हो हामी। लगभग 12 बजीदेखि 5 बजी भन्नाले कति 5-6 घन्टा त्यति जाममै परेको थियो क्या। गाडी त लाइन लागेको थियो लगभग 90-80वटा गाडी अगाडितिर, पछाडितिर कति छोडिदिएको। यस्तो डरबुले भिडहरूमा के दाउनेमा यस्तो जाम लाग्छ नि। सरिरहेको छ गाडी बिस्तारै बिस्तारै। त्यो हो केटा, एकदमै जोखिमपूर्ण छ हो। धेरै डर लाग्छ, धेरै सोचेर आउनुपर्छ। त्यस्तै हो केटा। अब चाहिँ लामो हुन्छ त्यही भएर अब नेक्स्ट पार्ट, चौथो पार्ट पनि नबिर्सनु होला है त।